आदरणीय दर्शकवृन्द, आज हामी सदा चाहिँ गरेर हामी काठमाडौँको पेरिफेरी रहेर यहाँ केही संवाद राजनीतिक र सामाजिक संवादको लागि हामी काठमाडौँमा आइसकेका छौँ। जसरी गएको प्रतिनिधि सभाको चुनाव सके लगतै हामीले विभिन्न काठमाडौँ, कीर्तिपुर, भक्तपुर, ललितपुर, भ्याली र त्यसै गरेर पूर्व पाँचथर, ताप्लेजुङ, इलाम, झापा, बिर्तामोड र पश्चिमका विभिन्न ठाउँमा हामीले त्यहाँ अवलोकन गरेर हामीले अध्ययन अनुसन्धान गरेर आजै मात्रै केही दिन अगाडि मात्रै हामी काठमाडौँ आइसकेका छौँ। वास्तवमा अहिले 2082 सालमा साँच्चीकै राजनीतिक परिवर्तन भएकै हो त? हेर्न अझै पनि बाँकी छ। 32 वर्षको युवा बालेन शाह प्रधानमन्त्री बन्दैछ। यो त यत्रत्यत्र सर्वत्र छ। नेपालमा मात्रै नभएर देश विदेशमा पनि बालेन शाह नेपालका नव प्रधानमन्त्री भनेर विभिन्न मिडिया मात्रै नभएर व्यक्तिले पनि बोलिसकेका छन्। हो, साँच्चीकै हामी चाहन्छौँ देशमा विकास हुनुपर्दछ, देश स्वाधीनता र सुशासनमा अगाडि बढ्नुपर्छ भनेर हामीले आफ्नो मतदाता राखेका थियौँ, मतदान गरेका थियौँ। 2/3 सरकार आउँदै गर्दाखेरि जनताले अब 5 वर्ष आँखा चिम नगरिकन हेर्नेछ। किन भन्दाखेरि साँच्चीकै देशको आवश्यकता के थियो त? हो, हामीहरू युवाको अहिले हामीभन्दा पछाडिको जेन्जी युवाहरूको एउटा सपना छ, देशमा भ्रष्टाचार नहोस्, देशमा बलात्कार नहोस्, देशमा हिंसा नहोस्, देशमा बेरोजगार नहोस्, देशमा कुशासन नहोस्। 5वटा कुरा मात्रै युवाहरूको एउटा मानसिकतामा घुमिरहेको छ। र सम्मानीय प्रधानमन्त्री बालेन्द्र शाह र सम्पूर्ण 2/3 सरकारलाई हामी अनुरोध गर्न चाहन्छौँ, देशले अहिले खोजेको कुराहरू, देशका जनताले मागेका कुराहरू, उहाँहरूको इच्छा सपनाहरू तपाईँहरूले पुरा गरिदिनुपर्छ। किन भन्दाखेरि तपाईँहरूमाथि आमा र बाउ जस्तै बनेर अभिभावकको एउटा चाहिँ जिम्मेवारी ठानेर सम्पूर्ण पूर्व पश्चिम र देश विदेशमा रहेका नेपालीहरूले तपाईँहरूमाथि आशा राखेको छ। कुन पार्टी, कुन जाति, कुन धर्मको त्यहाँ रहिएन। विशिष्ट स्थानमा रहेर विकासको लागि अगाडि बढ्नुपर्दछ। हामी चाहन्छौँ भ्रष्टाचारीलाई कम्तीमा पनि आजीवन जेल, बलात्कारीलाई कम्तीमा पनि आजीवन जेल, हत्यारालाई कम्तीमा पनि आजीवन जेल चाहिँ हुनुपर्छ है। किन भन्दा यो 3 चिजलाई चाहिँ देशलाई अशान्ति बनाउन सक्छ। सुशासन कायम राख्ने हो भनेदेखि 3वटा कुरालाई चाहिँ असाध्यै जरैबाट उखालेर खानुपर्छ। 1 नम्बर भ्रष्टाचार, 2 नम्बर बलात्कार, 3 नम्बर हत्या। यो 3वटा कुरालाई चाहिँ फाँसी दिनु मिल्दैन भने पनि, संशोधन कानुन गर्न सकिन्न भने पनि 2/3 सरकारले यति चाहिँ व्यवस्थापन गरिदिनु पर्यो। कुनै पनि पावर र पहुँचको आधारमा ती अपराधी मानिएको र अपराधी करार भएको व्यक्तिलाई कुनै पनि उसमा चाहिँ जेलमुक्त गर्नु भएन। हामी जनताको यो अनुरोध। विकासको क्रममा पनि हामी युवाले देखेका आजसम्म पत्रकारिता पेसा गरियो, समाजसेवा गरियो, व्यवसाय गरियो, राजनीतिक पनि केही नजिकबाट बसेर अनुसन्धान अध्ययन गरियो र केही कुरा सिकियो पनि होला। हाम्रा विभिन्न देशमा अहिले कृषि क्षेत्रमा एकदमै आशा पलाएको ठाउँ हो। अहिले कृषि व्यवसाय एकदमै मारमा परेको देखियो। प्रत्येक ठाउँमा किसानको घरमा पुग्दै गर्दाखेरि किसानलाई धेरै पीडा परेको देखियो, मारमा परेको देखियो। किसानले गर्दाखेरि हाम्रो जीवन बच्छ, तर हाम्रै जीवन बचाउने किसानहरू चाहिँ अहिले दलदलमा फँसिएको छ। आलु रोप्यो 2 मन, फल्छ 4 मन, खेताला कहाँ, मल कहाँ, पसिनाको खै। कृषकलाई व्यवस्थापन गर्नुपर्दाखेरि हामीलाई प्रत्येक दिन चाहिने नेपालीहरूलाई अन्डा चाहिने, कुखुराको अन्डा 2 देखि 2.5 करोड अन्डा चाहिन्छ एउटा प्रदेशलाई जिम्मा। कुखुरा यति चाहिने, अन्डा यति चाहिने, मासुमा चाहिँ एउटा आलु कति चाहिन्छ, धान कति चाहिन्छ, मकै कति चाहिन्छ, विभिन्न प्रदेशलाई विभाजन गरेर सरकारले व्यवस्थापन गरेर नेपालीहरूलाई के कति दैनिकी के कति खर्च हुन्छ, के आवश्यक पर्छ, खाद्यान्न, स्याउ मनाङ मुस्ताङतिर फल्छ, ल्याउने स्टोर गर्ने, आलु दोलखा फल्छ, पूर्व पश्चिम चिया विभिन्न ठाउँ, इलाममा अलैँची, इलाम पासा ताप्लेजुङ होइन, त्यसो भएको कारणले सोलुतिर आलु फल्छ। घिउ कहाँ फल्छ, घिउ कहाँ उत्पादन हुन्छ, डेरी
विभिन्न ठाउँमा छ। त्यसै गरी विभिन्न सेक्टरमा चाहिँ सरकारले प्रदेशलाई जिम्मा दिने, आलु यति उत्पादन गर्नुहोस्, धान यति उत्पादन गर्नुहोस्, कोदो यति उत्पादन गर्नुहोस्, गहुँ यति उत्पादन गर्नुहोस्, जौँ फापर यति, तोरी यति, होइन, विभिन्न सेक्टरलाई छुटाएर सरकारले यति व्यवस्थापन गरिदिनु भयो भने मात्रै पनि रोजगारको पनि एउटा व्यवस्थापन हुन्छ। र जसरी हाम्रो खाद्यान्नमा चाहिँ वार्षिक खरबौँ इन्डिया अथवा विभिन्न राष्ट्रमा जान्छ नि, टमाटो, पियाज, चिनी, होइन, विभिन्न हाम्रोमा त इत्यादि गइरहेको छ, ती कुराहरूलाई रोक्न सकिन्छ। र एउटा म सरकारलाई भन्नै पर्ने कुरा अन्तिममा आउँदै गर्दाखेरि, हामी देश चलाउने भने रिमिटेन्स र करमा भर नपरौँ। सरकार रिमिटेन्स र करमा भर पर्यो भने देश विकास हुँदैन। हामी भर पर्ने हाम्रै उत्पादनलाई विदेशमा लगेर बेचेर अथवा हामीले विदेशबाट किनेर नल्याएसम्म हाम्रो देशको बजेट ढुकुटी बढिरहेको हुन्छ। त्यसो भएको कारणले गर्दाखेरि हामी रिमिटेन्समा भर पर्नु भएन। हामी चाहिँ तपाईँको विभिन्न ट्याक्स लिन्छौँ, सामानहरू सामग्रीहरू ल्याउँदा त्यसमा भर परेर हाम्रो देश चलाइरहेको हुन्छौँ। एउटा पेट्रोलै मात्रै गर्दा पनि दिनको 30 करोड नेपाल सरकारलाई फाइदा भइरहेको हुन्छ, तेलैबाट मात्रै यति पैसा फाइदा भइरहेको हुन्छ। यी पैसाहरूलाई सम्बन्धित ठाउँमा रिमिटेन्स कति आइरहेको हुन्छ, सम्बन्धित ठाउँमा मात्रै व्यवस्थित भ्रष्टाचार नगरी, साँच्चीकै आँखा चिमिक नगरी चाहिँ भ्रष्टाचार नगर्ने भनेदेखि देशमा पक्कै पनि 5 वर्षमा यो देश नेपालको मुहार फेरिएको हुनेछ। जसरी पहिला भ्रष्टाचार एउटा कालो कोठरीमा बसेर विभिन्न निर्णय पास गर्थे। अर्को कुरा छ, तपाईँहरूले साँच्चीकै राष्ट्रको लागि अथवा राष्ट्रिय र जनताको हितमा काम गर्दै हुनुहुन्छ भन्दाखेरि जनमत एउटा गर्नुहोस्, तपाईँहरूले खुलाइदिनुहोस्, 1 हप्ता 15 दिनमा भोटिङ सिस्टम खुलाइदिनुहोस्, होइन। त्यसरी सर्वे गरिसकेपछि मात्रै राष्ट्रको हितमा काम गर्दै हुनुहुन्छ भने, जनताको हितमा गर्नु भने तपाईँहरूको रासोपा अथवा घन्टी अथवा रासोपाको सरकार बालेन शाह प्रधानमन्त्रीज्यू, तपाईँहरूले लामो समयसम्म यहाँ जनताले चाहिँ समर्थन गर्नेछन्। किन भन्दाखेरि तपाईँको काम कुरो हामीले हेरेका छौँ। त्यसै भएको कारणले मैले त तपाईँलाई योभन्दा 3 महिना अगाडि नै बालेन शाह प्रधानमन्त्री हो भनेर भनेको छु त अन्तर्वार्तामा। किन भने होला त? हो, तपाईँले भ्रष्टाचार गर्नुभएको छैन, तपाईँ 32 वर्षको युवा हो, तपाईँमा हरेक कुरा छ। एआईको एउटा चाहिँ माध्यमबाट तपाईँ चल्नु सक्नुहुन्छ र आजको युवालाई मन जित्नु सक्नुहुन्छ र देश विदेशको लगानीहरू यो देशमा ल्याएर 5 वर्षमा काया प्लट गर्न सक्नुहुन्छ भन्ने नेपाली जनताले पूर्ण विश्वास गरेको छ। त्यसो भएको कारणले गर्दाखेरि तपाईँहरूलाई अब बन्दै गरेको 2082 चैत त लागिहाल्यो, वैशाखसम्म सरकार बनिहाल्ला, रासोपाको सरकार, प्रधानमन्त्री बालेन शाह नै होला। तपाईँलाई प्रधानमन्त्री हुँदै गर्दा पनि शुभकामना दिउँला, सफलताको शुभकामना। तर देशमा हामीले राखेको कुरा पनि एटलिस्ट कृपया सुनिदिनुहुन्छ भन्ने कुरा चाहिँ यहीँबाट म लक्ष्मण राईको तर्फबाट तपाईँलाई निवेदन गर्दै, तपाईँको कार्यकाल र 2 सरकारको कार्यकाल र प्रधानमन्त्री बालेन शाहको कार्यकाल सुखद र सफल र विश्वमा एक खालको नेपालको नाम र नेपालको दामले उल्टे फिर्दैछ। युवा साथीहरूलाई पनि म आह्वान गर्दछु, नअत्तालिन्न आह्वान गर्दछु। हेरौँ, 1 वर्ष हेर्छौँ, 2 वर्ष हेर्छौँ, 3 वर्ष हेर्छौँ, 4 वर्ष हेर्छौँ, 5 वर्षमा फेरि हाम्रो एकचोटि मत परिवर्तन गर्ने समय आउँछ। त्यति बेला हामीले पक्कै पनि हेर्नेछौँ। यदि बालेन शाहले भनेको जस्तै चाहिँ 2/3 सरकारले विकास गर्छ भने हामी कतै पनि जान्न। हामीले हान्ने भनेको मत घन्टीमै। बाउ आमा छोरा नाति पनाति भरी भान्जे भरी यहाँ जातले हुँदैन, यहाँ त पार्टीले भन्दा पनि गर्ने व्यक्ति हेर्छ। व्यक्तिलाई जसले व्यक्तिले जनताले देशको लागि गर्छ हामी दिइहाल्छौँ, सबैलाई दिन्छौँ। म एक्लो मात्रै होइन, मैले पहिल्यै भनेको छु, भोट लगाउने म एक्लो मात्रै होइन, मेरो धेरै पछि गर्नु सबैले लाउने एउटैतिर। नमस्कार।